मान्छेले आफ्नो जिन्दगी धान्नको निम्ति जिन्दगीभरि कतिवटा के कामहरू चाहिँ गर्नुपर्छ, त्यो अनगन्ती हुन्छ नि है। तर हाम्रो गाउँमा चाहिँ एकजना यस्तो व्यक्ति हुनुहुन्छ जो चाहिँ आफ्नो जिन्दगी धान्नको निम्ति खालि 2टा काम मात्रै गर्नुहुन्छ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ कि चाहिँ जाँतो बनाउनुहुन्छ, मकै पिस्ने ढुङ्गाको जाँतो है, कि होइन भने चाहिँ कसैकोमा गिटी कुट्नुहुन्छ। खालि त्यति 2टा काम मात्रै गर्नुहुन्छ उहाँ। र त्यति 2टा काम छैन भने अरू बेला चाहिँ सोसियल वर्क, कहीँ बाटो भत्केको छ भने एक्लै गएर खनी बस्नुहुन्छ है, कि होइन भने चाहिँ आफ्नो घरहरू मेन्टेनेन्स गर्छ। त्यतिमै उहाँको जिन्दगी बित्छ। म उहाँलाई भेटाउन गइरहेको छु, हेर्नुहोस् ल। तपाईँहरूलाई अघि मैले भने नि 2टा काम मात्रै गर्छ भने उहाँ हो यी। र उहाँको गाउँले यहाँ गिटी कुटाउँदैछ र उहाँको गाउँले नाम चाहिँ अर्कै छ र खास नाम चाहिँ बुद्धिमान राई हो। र म एउटा झाँतो बनाइमाग्नु पर्यो भनेर चाहिँ यहाँ अहिले के गर्दैछ? यो कुटेको मात्रै हो? यही गिटी भने जाँतो बनाउँदैछ? जाँतो खोइ बनाउने खोइ कहाँ मिले, खोइ मकै भात खाँदैन अरे। मलाई एउटा बनाइदिनु नि। अहिले पछि पछि कति पर्छ? अहिले त त्यही भएर त्यही 2000। 2000 मलाई बनाइदिनु ल जाँतो। साह्रै महँगो बिक्दैन। ठिकै छ ठिकै छ। सर ढाँटो छ कि त लडेर आएर बनाउनै पाएन। त्यसलाई अलिअलि बनाएर दिनु नि अन्त। छोड्नु पर्छ पुरा, ए हो? हामीलाई सक्दैन फेरि 10 रुपियाँ हाल्नु पर्ने। बनाइदिनु ल मेरो लागि एउटा। यो गरेर बनाउँदै गर्नु सानो छ हौ। ए महँगो खै बिक्दैन। र यहाँ देख्नु हुँदैछ उहाँ हुनुहुन्छ खालि 2टा काम गर्ने मान्छे चाहिँ, के कुट्छ के होइन भने चाहिँ जाँतो बनाउँछ।